सर्वप्रथम चाहिँ धेरै जस्तो मैले नेपालका औषधि उद्योगीहरूसँग कुरा गर्दा पहिलो पुस्ताका औषधि उद्योगीहरूसँग कुरा गर्दा उहाँहरू चाहिँ पहिले इन्डियन कम्पनीहरूको चाहिँ मार्केटिङ गर्दै आफ्नो करियर सुरुवात गरेर आज औषधि उद्योगी बन्नु भएको छ। तपाईँको पनि एउटा तपाईँको पृष्ठभूमिबाट सुरु गरौँ सर आज। थ्याङ्क यू उद्धवजी, सर्वप्रथम तपाईँले मलाई बोलाउनु भयो र यो नेपालको औषधिको अवस्थाको बारेमा यो चाहिँ फार्मा टक एकदमै पपुलर छ र क्वाइट पर्टेनिङ छ र यसले चाहिँ धेरै इन्फर्मेसनहरू चाहिँ हामीले डिस्ट्रिब्युट गरिरहेको छौँ र यसले चाहिँ सायद चाहिँ समाजमा र हाम्रो देशमा हाम्रो ब्युरोक्रेटलाई केही चाहिँ मेसेज दिइरहेछ कि भन्ने लाग्छ। त्यसलाई तपाईँलाई बधाई दिन चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु। अब मेरो क्यारियरको बारेमा मेरो पर्सनली गर्दा मेरो खास घर चाहिँ प्युठानमा जन्मेँ म। मैले चाहिँ साउथ इन्डिया मद्रास युनिभर्सिटीबाट 1982-83 ब्याच हो म। मद्रास युनिभर्सिटीबाट मैले बिकम अनर्स मैले गरेको हुँ। त्यसपछि मैले पोस्ट ग्रेजुएट डिप्लोमा इन पर्सनल म्यानेजमेन्टमा 1 वर्ष कोर्स गरेँ। त्यसपछि म फार्मास्युटिकल बाई भर्च्यु बाई फर्चुनेटली म फार्मा मार्केटिङमा त्यो बेलामा के हुन्छ नि 82-83 कस्तो हुन्छ भन्दाखेरि क्वाइट लङ होइन, अलमोस्ट 40 इयर्स हुन लाग्यो र त्यो बेलामा अब मेरो बाउबाजेले मेरो पुस्ताले जानेको कुरा पनि होइन, मेरो कहाँबाट कर्मले म फार्मास्युटिकल मार्केटिङमा मैले अपर्च्युनिटी पाएँ। केही वर्ष इन्डियामा पनि काम गरेँ, 1.5 वर्ष जति इन्डियामा काम गरेँ। त्यसपछि काठमाडौँमा करिब 10 वर्ष म चाहिँ काठमाडौँमा फार्मास्युटिकल मार्केटिङमै म चाहिँ काम गरेँ। मैले चाहिँ बेसिकली काठमाडौँ र पोखरा एरियामा म चाहिँ फार्मास्युटिकल मार्केटिङमा काम गरेँ। अनि त्यो बेलामा मलाई कस्तो फिल भयो भने हाम्रो देशमा धेरै जस्तो औषधिहरू सबै बाहिरबाट आउँछ। हाम्रो देशमा केही पूर्वाधारै छैन, औषधि पूर्वाधारै छैन। हेल्थ डेलिभरी सिस्टममा खासै केही पनि एभाइलेबल थिएन र 8-10वटा इन्डस्ट्रीले भर्खर सुरु गरेका थिए। यिनीहरू सुरु गरे पनि इभन देन दे वर स्ट्रगलिङ। किनकि नेपालमा पनि औषधि बन्छ र भन्ने खालको एउटा मानसिकता थियो। सबै इम्पोर्ट हुन्थ्यो, मल्टिनेसनलको डोमिनेसन थियो, इन्डियन कम्पनीको डोमिनेसन थियो। अनि मलाई के लाग्यो भने होइन, आफ्नो क्षेत्र भनेको औषधि क्षेत्रमा लाग्यो। एसीको मार्केटिङ, औषधि भने के भन्ने कुरा जान्ने हो करिब 12-13 वर्ष भनेपछि होइन, अब केही गर्नुपर्छ भने, देशलाई केही कन्ट्रिब्युट गर्नुपर्छ भने इन्डस्ट्री खोल्नुपर्छ भन्ने एउटा थट आयो। हामी केही साथीहरू फार्मास्युटिकल मार्केटिङका केही साथीहरू मिलेर एउटा आर्ट गरेर अनि चितवनतिर झरियो। अनि नवलपरासी गैँडाकोट त्यो बेलामा फ्याक्ट्री चाहिँ अहिले हाम्रो गैँडाकोट 10मा छ। पहिले चाहिँ मुकुन्दपुर गाविसमा हुन्थ्यो, त्यहाँ चाहिँ प्लट हेर्दा हामी चाहिँ एउटा सानो इन्डस्ट्री हामीले सुरु गऱ्यौँ। सुरुमा चाहिँ ट्याब्लेट र क्याप्सुलबाट सुरु गऱ्यौँ। अनि यो चाहिँ कति सालतिर? यो 51-52 सालमा दर्ता गऱ्यौँ। अनि त्यसपछि हाम्रो मार्केटमा आएको चाहिँ 55 सालमा हाम्रो मार्केटमा आयो। झन्डै अब 27 वर्ष पुरा भएर 28मा रनिङ छ। यहाँ इन्डस्ट्रियल कल्चर छैन, यहाँ कर्पोरेट कल्चर छैन। इभन मेडिकल प्रोफेसनलहरूले नेपाली कम्पनीमा क्वालिटी हुन्छ र भन्ने खालको एउटा ठुलो प्रश्न चिन्ह थियो। तर हामी फार्मास्युटिकल ब्याकग्राउन्डको मान्छेहरू नै धेरै पछि लाग्यौँ। तपाईँहरूको पर्सनल नेटवर्कले पनि काम गर्यो? पर्सनल नेटवर्कले पनि काम गर्यो, किनभने हामी चाहिँ फार्मास्युटिकल ब्याकग्राउन्डमै थियौँ, फार्मास्युटिकल मार्केटिङमै थियौँ। धेरैजना डक्टरलाई हामीले पहिलेदेखि चिनेको हो र उनीहरूलाई कन्भिन्स गर्न बिस्तारै हामी कन्भिन्स गर्दै आएछौँ। र मैले इन्डस्ट्री सुरु गर्दाखेरि करिब 8-9वटा इन्डस्ट्री थिए जस्तो लाग्छ। त्यसपछि हामी अर्को 4-5वटा इन्डस्ट्रीहरू हामी चाहिँ त्यो 1-2 वर्षको कार्यकालमा हामी जस्तो नेसनल हेल्थ केयर भयो, एसियन भयो, टाइम फार्मा भयो, पिसिएन थियो। त्यो बेला 5-6वटा कम्पनी चाहिँ एकैचोटि आयो। अलिकति चाहिँ बेस चाहिँ बन्यो यहाँ फार्मास्युटिकल म्यानुफ्याक्चरिङमा जानुपर्छ। हामी कति चाहिँ आयात मात्रै गरेर बस्ने, हामी कति आयातमुखी मात्रै बन्ने, हामी बिस्तारै आत्मनिर्भरतिर लाग्नुपर्छ भन्ने। त्यो बेला मेरो कर्पोरेट स्लोगनै थियो कि
हामी आत्मनिर्भर बन्नको लागि हामी इन्डस्ट्रीमा आउनुपर्छ भन्ने खालको एउटा मेसेज हामीले दिन सफल भयौँ। धेरै उद्योग पनि आए, त्यसरी नै सुरु भएको। फार्मास्युटिकलको आज तपाईँ 28 वर्षको बिचमा तपाईँहरूले चाहिँ त्यो औषधिको बजारमा तपाईँहरूले कसरी चाहिँ आज उ गर्नुभएको छ, वृद्धि गर्नुभएको छ? तपाईँहरूको आजको कन्डिसन के छ कम्पनीको? होइन, एक्चुअली 27 वर्ष पुरा भएको इन्डस्ट्रीले जुन किसिमको ग्रोथ दिनुपर्छ त्यो ग्रोथ त छैन वास्तवमा। अनेस्टली भन्नुपर्दा त्यसको लागि अब गभर्मेन्ट कन्डिसनिङ इन्भाइरोमेन्टै छैन, उद्योगिक वातावरणै छैन। तर हामीले स्लोली सुरु गर्दाखेरि ट्याब्लेट र क्याप्सुल र 8वटा प्रोडक्ट लिएर हामी मार्केटमा आएको हो। त्यसपछि स्लोली हामीले चाहिँ लिक्विड पनि एड गऱ्यौँ। त्यसपछि त्यो बेलामा WGMP कन्सेप्ट पनि थिएन। त्यसको 3-4 वर्षपछि हामीले फेरि फर्दर इन्भेस्टमेन्ट बढाएर लोन लिएर हामीले WGMP रूपमा अपग्रेड गर्नुपर्छ भनेर त्यो बेलामा ओइन्टमेन्ट सेक्सन, लिक्विड सेक्सन अनि ट्याब्लेट र क्याप्सुल त पहिले नै थियो। यो दुईवटा एड गरिकन हामीले चाहिँ फर्दर चाहिँ 10 करोड रुपियाँ 10-11 करोड जति चाहिँ हामीले इन्भेस्ट गरेर हाम्रो फ्याक्ट्रीलाई अपग्रेड गऱ्यौँ अनि हामीले GMP पनि प्राप्त गऱ्यौँ। हामी GMP प्राप्त भएको अब झन्डै 18-20 वर्षै हुन लाग्यो। अनि त्यसरी हामीले सुरुमा 8 जना MRबाट सुरु गरेको, 8 जना MR र 1 जना एरिया म्यानेजर र 1 जना सेल्स म्यानेजर सुरु गऱ्यौँ। किनभने सानो बेस थियो, फाइनेन्सियल बेस पनि थिएन, सेल पनि थिएन। अनि स्लोली गर्दा हामीले चाहिँ बिस्तारै सुरुमा चाहिँ जनरल प्रोडक्टबाट हामी स्टार्ट गरे हो। त्यसपछि पहिले हामीले चाहिँ अलिअलि अब चाहिँ दीर्घकालीन रोगको कार्डियक, डायबेटिक, क्रोनिक डिजिजको प्रोडक्टहरू पनि बिस्तारै एड गर्दै पहिले सुरुमा एउटा डिभिजन थियो, अहिले चाहिँ आएर चाहिँ 6वटा डिभिजन छ। 6वटा डिभिजनले डिफ्रेन्ट सेगमेन्टको थेरापेटिक सेगमेन्टमा हामीले मार्केटिङ गरिरहेछौँ। फर इक्जाम्पल कार्डियक र डायबेटिक डिभिजनलाई हेर्ने चाहिँ जिनेसिस भन्ने हाम्रो पहिलो डिभिजन स्टार्ट गऱ्यौँ। त्यसपछि नेक्सस भनेर त्यो ग्यास्ट्रो र अन्य प्रकारका अर्थोपेडिकलाई कभर गर्ने खालको त्यो खालको प्रोडक्टहरू राखेर त्यो एउटा डिभिजन सुरु गऱ्यौँ। त्यसपछि स्किन र तपाईँको ENT यिनीहरूलाई मतलब हाम्रो प्रिस्क्राइबिङ मार्केटमा थेरापेटिक ग्रुप हुन्छ। थेरापेटिक ग्रुप अझै बुझ्नुहुन्छ। थेरापेटिक ग्रुपको आधारमा हामीले चाहिँ प्रोडक्टहरू डेभलप गर्दै त्यसलाई एउटा सेपरेट एउटा डिभिजन दिँदै हामीले चाहिँ त्यसरी इन्क्रिज गर्दै आज 6वटा डिभिजन छ, जसमा चाहिँ एउटा डिभिजन एन्टिबायोटिक मात्रै हेर्छ, एउटा डिभिजनले तपाईँको साइकेट्रिक डिभिजन एउटा छ। सो यो सबै मिलाएर अहिले टाइम फार्माको जेनरल डिभिजन आफ्नो ओरिजिनल डिभिजन छँदैछ। त्यसरी चाहिँ हाम्रो 6 डिभिजन्स राखेर हामीले चाहिँ मार्केटिङ चाहिँ गरिरहेछौँ र जुन किसिमले ग्रो गर्नुपर्छ त्यो ग्रो त भएको छैन, अनेस्टली स्पिकिङ, होइन। त्यो किन? त्यो तपाईँहरूले जस्तो डिभिजन बढाएर 6वटासम्म डिभिजन पुर्याइसक्नुभयो, 8वटाबाट निकालेको औषधिको आज बजार विस्तार भइसकेको छ, होइन। इभन तपाईँहरू त अब IPOमा जाने प्रक्रियामा हुनुहुन्छ, त्यसको विस्तृत मैले एकछिनमा आउँछु भनेको यो प्रक्रियामा हुनुहुन्छ। यसका बावजुद पनि तपाईँमा चाहिँ भनेको जस्तो ग्रोथ भएन भन्ने असन्तुष्टि देखियो नि। त्यो असन्तुष्टिको कारण के हो? किनभने अब लेटेस्ट के छ भन्दाखेरि हाम्रो देशमा इन्डस्ट्रीलाई बचाउनुपर्छ, इन्डस्ट्रीलाई प्रवर्धन गर्नुपर्छ। इन्डस्ट्री भनेको एउटा मन्दिर हो, होइन। इन्डस्ट्रीको महत्त्व बुझेन हजुर, होइन। त्यसलाई प्रोटेक्सन गर्नुपर्छ, त्यसलाई संवर्धन गर्नुपर्छ भनेर हामीले धेरै कुरा भनिरहेको छौँ। तर के छ भन्दाखेरि हामीलाई लगानी गर, लाइसेन्स दिइहाल्ने, होइन, उत्पादन गर भन्ने, तर बजारको चाहिँ संरक्षण चाहिँ छैन। किनभने यहाँ चाहिँ यहाँलाई थाहा नै होला, हामी करिब चाहिँ 7-8 वर्षदेखि त्यही एउटै स्लोगनमा छौँ कि 50%मा हामी पुग्यौँ, आत्मनिर्भर 50%मा पुग्यौँ। तर हामीले त्योभन्दा बढ्न सकेका छैनौँ, किनभने हामी 80वटा इन्डस्ट्री छौँ अहिले, त्यो पनि अलिक बढी भइसक्यो। रनिङ कम्पनी नै 80वटा छन्। नेपाल जस्तो 3 करोड पपुलेसनलाई त्यो नै बढी हो। मैले अरू देशको पनि मैले यहाँलाई उदाहरण दिउँला। त्यसमा पनि 50-60 लाख भन्दा बढी बाहिरै छन् भन्छ। अब खैर 3 करोडै भनौँ अहिले, होइन। अब न्यू पपुलेसन पनि आइरहेको छ, होइन।
तर के छ भने मोर देन 250 प्लस कम्पनी इन्डियन कम्पनी छ हजुर। उनीहरूसँगै हामी कम्पिट गर्नु परेको छ।